हेलो गाइज एन्ड वेलकम ब्याक माई युट्युब च्यानल। सबैजना सन्चै हुन्छ होला। हामी आज जिउमा कपाल काट्दै गएर अहिले म चाहिँ उता गाउँपालिकामा जाँदैछु। गाउँपालिका र उता माथि वडामा जाँदैछु। आजको ब्लग चाहिँ वडा र गाउँपालिकाको अनि घरसम्मको हुन्छ। त्यही नै हो, हेरिदिनु होला र माया दिनु होला। कस्तो काटेको कपाल काटेको स्वाइन भनिदिनु होला। त्यही नै हो। अब चाहिँ हाम्रो बाजे पनि ठ्याक्क स्कुटी झिक्दै हुनुहुन्छ। स्कुटीमा हामी टक्क झारसतिर वडा कार्यालय गाउँपालिकामा जानु हो। अनि सुन यहाँ वडामा पस्नु। वडामा पसेपछि अनि के भन्छ मेरो भत्ताको लागि अपङ्ग भत्ताको लागि चाहिँ मैले फर्म भरिदिएको छु कि त्योसँग चारचोटि हुन्छ। चारचोटिमा पनि पाएन भने पाएन लास्ट ट्राई। मन भएन यो नागरिकता कहानी इसे कागज तो इधर देंगे मैं नीनू नागरिकता लेनी ले बाजू इधर देंगे नागरिकता आल नहीं आनी इसे कागज तो होना मैं किता मैंने फोटोकॉपी लेके इसे पैसा तो सिरका नहीं माल ओरिजिनल खोई दिया न तामा किते परिया के नि त सिरका नहीं पूछे जा पैसा मा परिया ले मैंने मा परिया के ले 200 रुपया कागज निकाली कानी लागे तो खनारी तिमीले लाग्नु पर्ने इसे कागज मुझे माने इसे कागज लाम लान मैले ल्याऊ इने फोटोकॉपी के नन ले अनि गाउँपालिका फोटोकपी त जान्मी इने फोटोकॉपी न ले इसे फोटोकॉपी नहीं गाउँपालिका पस्ने त्यो ल्याप्च हामी त्यहाँ उसमा जाने इने ल्याप्च लडेको आल्ने पहिला मैं गाउँपालिका वडामा पस्ने नि ल्याप्च हान्ने नि बल्ल जाने म गाउँपालिका ल वोट जाने पैसा है ल ल ल्याप्च लडेको आल्ने आल्ने यो रासाले जाँदैछु बाजे कालेरबाट यहाँ गाउँ वार्ड कार्यालय निस्केर अब चाहिँ म गाउँपालिकामा जाँदैछु। झ्यालबसाबाट मस्त त्यहाँबाट यता काम यो पेपर डकुमेन्ट दिएर म चाहिँ घर फर्किँदैछु। आज मेरो भ्लग चाहिँ यहीँसम्म हुन्छ। यही हो यहाँ भन्ने अफिस चाहिँ यही हो। हामी चाहिँ लब आयो भनौँ लब आयो भने अब गएर साइन यो पेपर डकुमेन्ट दिएर हामी चाहिँ लब यहाँ फर्किन्छ भनौँ। अब यो चाहिँ वडा के अरे गाउँपालिका यो चाहिँ यसलाई भिडियो जाचाले कि बाजी भ्लग हाले क्या यो चाहिँ हाम्रो गाउँपालिका भनौँ। गाउँपालिका हामी गाउँपालिकामा आयो। यो हाम्रो यो पेपर बुझाएर अब हामी चाहिँ यो पेपर बुझाएर हामी चाहिँ अब घरतिर फर्किन्छ। यहाँ मान्छे टन्ने रहेछ। अब कर्मचारीको बाइकहरू पनि हुन्छ नि त। हामी लगभग भर्खर आएर अब हामी चाहिँ भित्र अब एकछिनपछि अफिसभित्र गाउँपालिका वडा कार्यालय जानुपर्ने हुन्छ। मेरो पनि मुखमा गाउँपालिका भन्नु नराखेँ हामी गाउँपालिका वडा कार्यालय हुन्छ। अनि चाहिँ हाम्रो ठुलो हो क्या वडा कार्यालय चाहिँ
अब यहाँ सबै ठाउँ यहाँ गाउँपालिका र वडा कार्यालय हामी गाउँपालिका यो सबै यहाँ चाहिँ सबै काम बन्छ क्या। म चाहिँ खास अपाङ्ग भत्ता बनाउन आएको हो। हजुर इन्सान नबोल है हजुर हुन्छ छ नि बाजे यहाँ मजा गाउँले कि अब हामी चाहिँ ल भित्र जानु पर्ने हुन्छ। भित्र गएर यो डकुमेन्टहरू अपाङ्ग भत्ताको त्यो बुझाउनु पर्छ। अब बुझाएर हामी चाहिँ घरतिर लाग्ने। झ्यालबस्ती चाहिँ यस्तो डाँडा पाएको छ दामी छ कि सिन चाहिँ। ल हामी चाहिँ यहाँबाट अब जानु लाग्यो यही हो। अब यहाँबाट हामी जान्छौँ। अब यहाँ काम चाहिँ भयो लगभग डाक्टरलाई यो डकुमेन्टको बारेमा बुझाउनु थियो र सिग्नेचर लिनु थियो। त्यो चाहिँ ल भयो। अब त्यो भइसक्यो। त्यो चाहिँ भएर अब हामी चाहिँ घरको तर्फ लाउँदैछौँ चाहिँ मेरो चाहिँ काम चिनिक्क लाग्छ यस्तो चिनिक्क लागेको चाहिँ मेरो टाइट। यो सरकारी काम गर्न चाहिँ मजै हुँदो रहेछ। दुइटा मस्ती यहाँ बस्यो मोबाइल चलायो 2-3 बजेपछि नास्ता खान गयो 5 बजेपछि घर गयो। होइन 10-15 हजार ज्याम खायो। मजै हुँदो रहेछ जो सरकारी काम गर्दा चाहिँ मैले बुझेअनुसार। म चाहिँ आइकिने घर लगभग 2:30 बजे नै घर आएर म नास्ता खाएर अनि बाख्रालाई पनि नास्ता खुवाएर अनि कुकुरलाई पनि नास्ता खुवायो। अहिले म चाहिँ यत्तिकै बसिरहेको अनि यति बजे 10 भ्लग पनि गर्छु के भयो त्यो सबै सुनाउँछु भनेर अनि पानी खाँदै 10 गफ गरौँ यता भनेर भ्लग गर्छु भनेर नि गऱ्यो। खेततिर चाहिँ हुन्छ नि खोला साइडतिर यस्तो भइसकेको छ। लगभग अब असार 15 हिजो भयो। आज 16 गते गइसक्यो। बर्खा पनि लागिसक्यो। खै त झर पानी पर्ने ठाउँमा तिमी त्यही काम लाग्छ। गराउन